सामान्यतया हामी जब पहाडबाट बगिरहेको नदीलाई हेर्छौं नि एउटा शान्त प्राकृतिक दृश्य मात्र देख्छौं। हिउँ पग्लिन्छ, गुरुत्वाकर्षणले पानी तल तान्छ अनि खोला बन्छ। एकदमै साधारण प्रक्रिया जस्तो लाग्छ हेर्दाखेरि। हो नि, तर जब हामी आजको यो आर्टिफिसियल इन्टेलिजेन्स र विश्वव्यापी अर्थतन्त्रको चस्माबाट त्यही पानीलाई हेर्छौं नि, एक्कासी त्यो परिदृश्य पुरै बदलिन्छ। त्यो केवल पानी वा बिजुली निकाल्ने स्रोत मात्र रहँदैन क्या। पक्का पनि। त्यो त 21औं शताब्दीको सबभन्दा मूल्यवान डिजिटल सम्पत्ति छाप्ने इन्जिन बन्न पुग्छ। ठिक छ, यसलाई अलिक खोतलेर हेरौँ। आजको यस गहिरो अध्ययनको मिसन नै यही हो। हामी डेमोक्रेसी फर नेपालको अप्रिल 27, 2026 को ब्लग पोस्टमा प्रस्तुत गरिएको एउटा क्रान्तिकारी अवधारणा डिकोड गर्दैछौँ। यो स्रोत सामग्रीले नेपालको जलविद्युत सम्भावनालाई परम्परागत बिजुली निर्यातबाट हटाएर कसरी विश्वव्यापी एआई कम्प्युट निर्यातमा बदल्न सकिन्छ भनेर एउटा विस्तृत ब्लुप्रिन्ट नै पेश गरेको छ है। एकदम। र यो छलफल किन सुन्नै पर्ने खालको छ भने यो कुनै सानोतिनो आइडिया होइन। यसले हाम्रो पुरै राष्ट्रिय भाष्य नै बदल्ने कुरा गर्छ। खै, मलाई त के लाग्छ भने हामीले यहाँ केवल एउटा सामान्य डाटा सेन्टर खोल्ने कुरा गरिरहेका छैनौँ। यो त राष्ट्रिय आर्थिक रूपान्तरणकै एजेन्डा हो क्या। यो ब्लग पोस्टले जुन स्तरको सोच अगाडि सारेको छ नि, त्यो साँच्चै नै विस्मयकारी छ। त्यसो भए यसको सबैभन्दा आधारभूत सिद्धान्तबाटै सुरु गरौँ न त। नेपालले अहिलेसम्म जे बेचिरहेको छ, वा भनौँ बिजुली बेच्ने जुन सपना देखिरहेको छ, त्यसमा खास गल्ती चाहिँ के छ त? यहाँनिर बुझ्ने पर्ने कुरा के छ भने नेपालसँग 50,000 मेगावाट जलविद्युत सम्भावना छ भनिन्छ नि, तर हालसम्मको सोच भनेको ट्रान्समिसन लाइन मार्फत कच्चा बिजुली मात्रै बेच्ने छ। हो, हामीलाई सधैँ त्यही सिकाइएको छ, बिजुली बेचेर धनी हुने। तर अर्थशास्त्रको नियमले के भन्छ भने बिजुली आफैमा एउटा कम मूल्यको कमोडिटी अर्थात् कच्चा पदार्थ मात्र हो। बिजुली इनपुट हो, आउटपुट होइन क्या। कच्चा पदार्थ बेच्ने देश सधैँ गरिब हुन्छन्। भनेपछि अफ्रिकाले काँचो कोकोवा बेचेर गरिब भयो, तर युरोपले त्यही कोकोवाबाट चकलेट बनाएर धनी भयो भने जस्तै हो यो। एकदमै सही उदाहरण। यहाँ सबैभन्दा चाखलाग्दो कुरा के छ भने स्रोत सामग्रीले पनि ठ्याक्कै यस्तै एउटा रोचक एनालोजी दिएको छ। स्याउ र स्याउको जुसको उदाहरण। हो, त्यो उदाहरण त मलाई पनि असाध्यै मन परेको थियो। कच्चा बिजुली बेच्नु भनेको बोटबाट टिपेको स्याउ सस्तोमा बेच्नु जस्तै हो, होइन र? हो नि, तर कम्प्युट बेच्नु भनेको चाहिँ त्यही स्याउलाई प्रशोधन गरेर ब्रान्डेड स्याउको जुस वा उच्च गुणस्तरको चटनी बनाएर बेच्नु हो। यसमा नाफाको मार्जिन कैयौं गुणा बढी हुन्छ क्या। सुन्दा त एकदमै गजब लाग्छ। तर एउटा प्रश्न, के यो साँच्चै त्यति सजिलो छ र? एउटा देशले रातारात आफूलाई बिजुली बेच्नेबाट डाटा बेच्नेमा कसरी बदल्न सक्छ त? होइन, सजिलो त पक्कै छैन। तर अर्थशास्त्रको मूल्य श्रृङ्खला अर्थात् भ्याल्यू चेनको नियम नै यही हो। अर्को महत्त्वपूर्ण कुरा के छ भने बिजुली बेच्दा एकपटकको आम्दानी मात्र हुन्छ नि। पानी पर्दा बिजुली धेरै, हिउँदमा कम। ठ्याक्कै। तर जब तपाईँ कम्प्युट बेच्नुहुन्छ तब ठूला टेक कम्पनीहरूसँग बहुवर्षीय सम्झौता अर्थात् मल्टी-इयर पीपीए हुन्छ। यसले त निरन्तर डलरमा आम्दानी दिने भयो नि त, रेकरिङ रेभेन्यू के। भनेपछि मौसमको भर पर्नु परेन। तर यो कम्प्युट बेच्ने भनेको व्यवहारमा कस्तो हुन्छ? यो सेवा किन्ने को त आखिर? यहाँनिर हामी विश्वव्यापी एआई बजारको भोगको कुरा गर्न सक्छौं। च्याट जीपीटी जस्ता एआई मोडेलहरू चलाउन कति विशाल ऊर्जा चाहिन्छ भन्ने कुरा धेरैलाई थाहा नै छैन। हो, स्रोतमा एउटा तथ्याङ्क छ नि, इन्टरनेशनल एनर्जी एजेन्सी अर्थात् आईईए को। उनीहरूको अनुसार 2030 सम्ममा डेटा सेन्टरहरूको बिजुली माग 1000 टेरावाट घण्टा नाग्न सक्छ रे। यो त अकल्पनीय भोल्युम होइन र? एकदम। 1000 टेरावाट घण्टा भनेको जापान जस्तो पुरै देशले एक वर्षमा खपत गर्ने कुल बिजुली भन्दा पनि धेरै हो। एआईका ती विशाल सर्भरहरू चलाउन अथाह ऊर्जा चाहिन्छ। अनि ती सर्भरहरू यति धेरै तात्छन् कि तिनलाई चिसो बनाइराख्नु पनि छुट्टै ऊर्जा चाहिन्छ, होइन त? पक्का पनि, कुलिङको लागि। त्यसैले अहिले विश्वलाई सस्तो र स्वच्छ अर्थात् ग्रीन ऊर्जा चाहिएको छ र नेपालको जलविद्युतसँग त्यो प्रशस्त छ। चिसो हावापानी पनि छँदैछ। यहाँनिर कुरा साँच्चीकै रोचक बन्छ है।
हामीले बिजुली भारत वा बङ्गलादेशलाई बेच्दा ठूला ट्रान्समिसन लाइन बनाउनुपर्छ, अनेकौं भू-राजनीतिक विवाद झेल्नुपर्छ। तर यो ब्लुप्रिन्टले त सिमानाको राजनीतिलाई नै बाइपास गर्ने कुरा गरेको छ नि। हो नि, भू-राजनीतिको कारणले ट्रान्समिसन टावर बनाउनुभन्दा जमिनमुनि फाइबर अप्टिक्स बिछ्याउनु धेरै सस्तो र कम विवादित हुन्छ क्या? भनेपछि हामीलाई बिजुली निर्यात गर्न सिमानाको राजनीति झेल्नुपर्छ, तर फाइबर मार्फत कम्प्युट निर्यात गर्न भूगोलको कुनै बाधा नै हुँदैन। यो त गजबको ह्याक जस्तै भयो नि। यदि हामीले यसलाई बृहत परिदृश्यसँग जोडेर हेर्ने हो भने विश्वमा अहिले एउटा कम्प्युट हतियारको होडबाजी अर्थात् कम्प्युट आर्म्स रेस चलिरहेको छ। अमेरिका, चीन, युरोप सबैलाई स्वच्छ ऊर्जा चाहिएको छ। अनि नेपाल चाहिँ एउटा तटस्थ कम्प्युट जोन बन्न सक्छ, होइन त, जसले सबैलाई सेवा दिन सकोस्। नेपाल कम्प्युट र स्वच्छ ऊर्जाको संयोजनबाट एसियाको ग्रीन एआई क्लाउड बन्न सक्छ क्या? एसियाको ग्रीन एआई क्लाउड, यो शब्द नै कति शक्तिशाली सुनिन्छ। अब यो विश्वव्यापी माग र नेपालको क्षमता बुझिसकेपछि यसले हाम्रो आन्तरिक अर्थतन्त्रमा ल्याउने उथलपुथलको कुरा गरौँ। स्रोतमा यसलाई इस्टोनियाको स्काइप मोमेन्टसँग तुलना गरिएको छ। इस्टोनियाको कथा धेरै प्रेरणादायी छ। सन् 2003 तिर त्यहाँका केही इन्जिनियरले स्काइप बनाए। त्यसले इस्टोनियालाई एउटा गरिब देशबाट रातारात युरोपको प्रविधि हबमा बदल्यो क्या? भनेपछि हिमालयन कम्प्युटले पनि नेपाललाई त्यस्तै विश्वव्यापी पहिचान दिन सक्छ। हो नि, यसले नेपालमा दशकौंदेखि चलिरहेको ब्रेन ड्रेनलाई सिधै ब्रेन गेनमा बदल्ने क्षमता राख्छ। विदेशमा रहेका दक्ष नेपालीहरूले जब नेपालमै ग्लोबल पे स्केलको अवसर देख्छन्, उनीहरू पक्कै फर्किन्छन्। तर मेरो एउटा गम्भीर प्रश्न छ है यहाँनिर। हामीले सधैँ सुनेका छौँ कि विकास भनेको क्रमिक हुन्छ। पहिले बाटोघाटो, अनि कलकारखाना, अनि बल्ल प्रविधि। परम्परागत सोच त्यही नै हो। अनि यो स्रोतले त सोझै 21औं शताब्दीको अर्थतन्त्रमा लिपफ्रग अर्थात् सिधै छलाङ मार्ने कुरा गरिरहेको छ। के परम्परागत औद्योगिकरणलाई यसरी पुरै व्यवस्था गर्न सम्भव छ त? सुन्दा अलि अवास्तविक लाग्दैन र? होइन, यो शङ्का उब्जिनु एकदमै स्वाभाविक हो। तर हामीले के बुझ्नुपर्छ भने नि, एआई युगले पुराना नियमहरू पुरै तोडिसकेको छ। कसरी? हेर्नुस्, कम्प्युटर निर्यात गर्न तपाईलाई बन्दरगाह वा पानीजहाज चाहिँदैन। भन्सारमा सामान अड्किने डर हुँदैन। यसको लागि चाहिने भनेको मात्र बिजुली, जग्गा, कुलिङ प्रणाली र फाइबर नेटवर्क हो। भनेपछि भौतिक पूर्वाधारको बाटो हुँदै जानुपर्ने बाध्यता डिजिटल युगमा लागू हुँदैन? बिल्कुल लागू हुँदैन। त्यसैले यो छलाङ पूर्ण रूपमा सम्भव छ। स्रोतले त झन् केसम्म भनेको छ भने यदि 10,000 मेगावाट मात्र पनि एआई क्याम्पसलाई दियो भने नेपालले केही वर्षमै ट्रिपल डिजिट अर्थात् 100% भन्दा माथिको आर्थिक वृद्धि दर हासिल गर्न सक्छ। 100% भन्दा माथि? ओहो, यो त साँच्चै नै गेम चेन्जर कुरा भयो। तर यति ठूलो आर्थिक क्रान्ति सम्भव छ भने पनि यसको फाइदा कसले पाउँछ त? यो सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो नि। हाम्रो जस्तो देशमा यति ठूलो पुँजी आउँदा त्यो केही धनी मुठ्ठीभर मानिसहरूको मात्र कब्जामा जाने त होइन। स्रोत सामग्रीले यो सुशासन र स्वामित्वको मोडललाई कसरी प्रष्ट पारेको छ? स्रोतले यसको लागि एउटा एकदमै स्पष्ट र क्रान्तिकारी इक्विटी मोडल प्रस्ताव गरेको छ। यस अनुसार परियोजनाको 80% स्वामित्व निजी तथा विदेशी लगानीकर्तालाई दिइन्छ। 80% निजीलाई अनि बाँकी 20% नि? बाँकी 20% मध्ये 10% नेपाल सरकारलाई दिन्छ। तर यसको लागि एउटा शर्त छ है। कस्तो शर्त? सरकारले त्यो 10% को बदलामा प्रधानमन्त्री कार्यालयमा वन डेस्क एक्सेस दिनुपर्नेछ। मतलब लगानीकर्ताले जग्गा वा भन्सारको फाइल बोकेर मन्त्रालयहरू धाउनु पर्दैन। भनेपछि ब्युरोक्रेसीले व्यापारको गतिमा काम गर्नुपर्छ? रातो भित्ताशाही चल्दैन त्यहाँ? एकदम, कानून नै त्यही अनुसारको बनाएर द्रुत गतिमा काम गर्नुपर्छ। र अब बाँकी रह्यो अन्तिम 10%। यो चाहिँ एउटा विशेष फाउन्डेसनलाई दिने कुरा छ। अनि त्यो फाउन्डेसनले चाहिँ के गर्छ त? यसले नेपालका सबैभन्दा गरिब 20% नागरिकलाई सोझै नगद वितरण अर्थात् डाइरेक्ट क्याश ट्रान्सफर गर्नेछ। पक्नुस् है, सोझै गरिबको हातमा पैसा। त्यसो भए यसको समग्र अर्थ के त? यो त एउटा प्राविधिक योजना मात्र नभई नयाँ सामाजिक सम्झौता पो रहेछ त। सोझै नगद दिनु त समाजवाद वा पपुलिस्ट च्यारिटी हो। मान्छे अल्छी हुन्छन् भन्ने डर हुन्छ। हो नि, प्राय सुनिने तर्क त्यही हो। बलियो उपभोक्ता वर्ग तयार गर्छ।
भनेपछि प्राकृतिक स्रोतको प्रतिफल सिधै जनतामा जाँदा असमानता कम हुन्छ र देशको लोकतन्त्रलाई नै स्थिरता दिन्छ। एकदम सही। गरिबी घटाउने मात्र होइन, गरिबी पूर्ण रूपमा समाप्त गर्ने यो एउटा शक्तिशाली हतियार बन्न सक्छ। साँच्चै नै आजको यो गहिरो अध्ययनले एउटा अत्यन्तै स्पष्ट चित्र प्रस्तुत गरेको छ। नेपालसँग केवल पानी मात्र होइन, त्यो पानीलाई भविष्यको सबैभन्दा मूल्यवान डिजिटल सम्पत्ति अर्थात् कम्प्युटरमा बदल्ने ब्लुप्रिन्ट पनि छ। हो नि, रेमिटान्समा निर्भर अर्थतन्त्रबाट विश्वव्यापी एआई पूर्वाधारको मुटु बन्न सक्ने बाटो यो स्रोत सामग्रीले मज्जाले खुलाएको छ। अब कार्यक्रमको अन्त्यमा सुन्ने सबैका लागि एउटा नयाँ विचार छोडौं। यदि भविष्यमा कम्प्युट नै नयाँ युगको तेल अर्थात् ओयल बन्छ र त्यसको मुख्य इन्धन जलविद्युत हो भने यसले त ठूलो हलचल ल्याउँछ नि। एकदम। भोलिका दिन हिमालयका यी जलस्रोतहरूमाथि नियन्त्रण कायम गर्न विश्वका महाशक्ति राष्ट्रहरू बीच कस्तो नयाँ भूराजनीतिक शीत युद्ध अर्थात् कोल्ड वॉर सुरु होला। बाफ्रे, यो त साँच्चै गम्भीर परिदृश्य हो। हो नि। अनि के नेपालले त्यो दबावलाई आफ्नो फाइदामा बदल्न सक्ला वा फेरि पुरानै चेपुवामा पर्ला? यो पक्कै पनि मनन गर्नुपर्ने कुरा हो। आजको लागि हाम्रो छलफल यहीँ टुङ्ग्याउँछौं। सुन्दै गर्नुहोला।